देशभक्त र देश विदेशमा रहनुहुने आदरणीय देशभक्त आज यो विशाल र्याली हुँदैछ र नेपालमा राजा नाराले देशभर छाएको छ र देश विदेशमा छाएको छ र साँच्चै भन्ने हो भने अब यो देशमा राजा बिना यो देश रहन सक्दैन किनभने यो देशले राजा बनाएको होइन राजाले बनाएको देश हो यो त्यसैले जसको घर उही बस्न चाहन्छ त्यसैले जसको घर उसैले हामीले दिनुपर्दछ जसको यो नासो हो उसैलाई दिनुपर्दछ त्यसैले अब यो देशमा सुशासन कायम गर्नको लागि यो देशलाई शान्ति सुरक्षा कायम गर्नको लागि अपरिहार्य नेपालमा यदि राजा भएन भने यो देश बाँच्न गाह्रो छ यो देश रहन गाह्रो छ त्यसैले यो देशको लागि यो सुशासन गर्नको लागि यो देशलाई चाहियो भनेको हो प्रहरीले अलिक हल्का केही कडा जाला गरिरहेको छ चाहिँ प्रहरीले घेरा हालिसकेको छ घेरै हालिरहँदा तर यो घेरा तोड्ने पनि कुरा भइरहेको छ राजावादीहरूले हेरौँ के हुन्छ।